के तपाईलाई थाहा छ यो कम्बिनेसन भएको औषधि टु वे अट्याक जस्तो हो। एकले सुरक्षा भत्काउँछ भने अर्कोले ब्याक्टेरियालाई नष्ट गर्छ। एमोक्सिसिलिनले ब्याक्टेरियालाई सेल वाल बनाउन नसक्ने बनाउँछ, जसले गर्दा ब्याक्टेरिया कमजोर भएर मर्छ भने क्लाभाउलानिक पोटासियमले ब्याक्टेरियाले बनाएको बीटा ल्याक्टामस तोडेर एमोक्सिलिनलाई सुरक्षित राख्न मद्दत गर्छ। नमस्कार सबैजनालाई स्वागत छ। आजको हाम्रो स्वास्थ्य सम्बन्धी भिडियोमा रहेर एकदमै धेरै प्रयोग हुने र शक्तिशाली एन्टिबायोटिक एमोक्सिलिन एन्ड पोटासियम क्लाभाउलानेट ट्याब्लेटको बारेमा चर्चा गर्नेछौँ, जसलाई विभिन्न कम्पनी अनुसार फरक ब्रान्ड नेममा मार्केटमा पाउन सकिन्छ, जस्तै एएमएक्स-सिबी, सुपर सिबी, एमोक्सिक्ल्याब, मेगा सिबी जस्ता चर्चित ब्रान्ड नेम रहेका छन्। यो औषधि कहिले प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, यानि कि यसको युज के हो, साइड इफेक्ट के गर्छ, डोज कति पटक खाने, पेरिकुसन कसले खानु हुँदैन, कम्पोजिसन के मिलेर बनेको छ, यी सबैको बारेमा जानकारी दिनेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथीहरू, यो औषधिमा दुईवटा औषधिको कम्पोजिसन रहेको छ, जसमा एमोक्सिलिन 500 mg र पोटासियम क्लाभाउलानेट ट्याब्लेट 125 mg रहेको छ। एमोक्सिलिन एक प्रकारको पेनिसिलिन ग्रुपको एन्टिबायोटिक हो। यसले ब्याक्टेरियाको सेल वाल बनाउने क्षमता रोक्छ र ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ। तर केही ब्याक्टेरियाले बीटा ल्याक्टामस नामको इन्जाइम निकालेर एमोक्सिलिनलाई नै काम गर्न नदिने डिफेन्स सिस्टम बनाउँछ। यही डिफेन्स सिस्टम तोड्न पोटासियम क्लाभाउलानिक मिसाइन्छ। यसले ब्याक्टेरियाको सुरक्षा गर्ने कवच भत्काइदिन्छ र एमोक्सिलिनले प्रभावकारी रूपमा काम गर्न सक्छ। यी दुई कम्बिनेसन मिलेर बनेको औषधिले ब्याक्टेरियाको धेरै कडा इन्फेक्सनमा पनि राम्रो काम गर्न सक्छ। अब हेरौँ युज कस्तो अवस्थामा प्रयोग गरिन्छ। घाँटी दुख्ने वा टङ्सिलको इन्फेक्सनमा, दाँतको इन्फेक्सन, निमोनिया वा फोक्सोको इन्फेक्सन, युटिआई पिसाबको इन्फेक्सन, कानको इन्फेक्सन जस्ता ब्याक्टेरियल इन्फेक्सनको ठिक गर्न डाक्टरद्वारा यो औषधि प्रिस्क्राइब गरिन्छ। यसको साइड इफेक्टको कुरा गर्नुपर्दा पेट दुख्ने, वाकवाकी लाग्ने, झाडा पखला, मुखको स्वाद फेरिनु जस्ता सामान्य साइड इफेक्ट गर्न सक्छ। यदि छाला सुनिनु, सास फेर्न गाह्रो हुनु, एलर्जी जस्तो रियाक्सन भए, लगातार कडा झाडा पखला लागेमा यस्ता गम्भीर साइड इफेक्ट देखिए तुरुन्त यो औषधि खान बन्द गरी चिकित्सकको परामर्श लिनुपर्छ। पेरिकुसन सावधानी, कसले नखाने, यो औषधि डाक्टरको प्रिस्क्रिप्सन बिना खानु हुँदैन। प्रेग्नेन्सी वा ब्रेस्ट फिडिङमा, किडनीको बिरामी भएमा, एमोक्सिलिन वा पेनिसिलिनले एलर्जी भएमा यो औषधि खानु हुँदैन। डोज कसरी खाने, यसको डोज बिरामीको अवस्था अनुसार फरक हुन सक्छ, तर सामान्यतया 625 mg को ट्याब्लेट दिनमा 2 पटक खाना खाइसकेपछि खान सकिन्छ। आजको भिडियोमा हामीले एमोक्सिलिन एन्ड क्लाभाउलानिक पोटासियम ट्याब्लेटको बारेमा जानकारी दिने प्रयास गरेका छौँ। भिडियो मन परे लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।